दर्शकवृन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा कति धेरै राजनैतिक चेतना रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्पष्ट रूपमा क्लियरिफाई भएको छ। चितवनमा सम्पन्न हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहमा रवि लामिछानेले आफ्नो मन्तव्य राख्दै जनताका बीचमा गएर बोलेका यी शब्द साँच्चै नै हृदयमा छुने खालका छन्, मर्मस्पर्शी छन्। यति त्याग र यति बलिदानी गरेको कोही पनि इतिहासमा नेता भेटिन्छ भने विश्वेश्वर प्रसाद कोइराला भन्दा पछाडि सायद सम्भवतः रवि लामिछाने नै देख्छु मैले। इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न ठाउँमा चाहिँ विभिन्न नेताहरू जन्मिन्छन्, तर रवि लामिछाने एक युगले जन्माएको वास्तवमै डाइनामिक नेता हो। लामिछानेको लचकता देखेर यति बेला समग्र रूपमा देशवासी जनताहरूले रविको हाई हाई गरेका छन्। रवि लामिछानेले निरन्तर रूपमा समाज सेवाको माध्यम तथा पत्रकारिताको माध्यमबाट समाज सेवा गर्दै देश र जनताको पक्षमा, सुशासनको पक्षमा आवाज उठाउँदै आज देशको पहिलो सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ आफ्नो पकड बनाएर अहिले देशको सत्ता को जिम्मा पाएका छन् र आफू पार्टीको नेतृत्व सम्हाल्दै आफूले गरेका बाचा, आफूले गरेको चाहिँ त्यो बाचालाई त्यागेर आफू प्रधानमन्त्री बन्न सक्ने सुवर्ण त्यो समयमा, त्यो स्वर्णिम समयमा पनि आफूले गरेको बाचालाई नबोली त्यो बाचालाई चाहिँ पर राखेर बालेन शाहलाई आफूले दिएको वचन सुम्पिएका छन्। वास्तवमै यो सुनौलो मौका थियो रविको लागि प्रधानमन्त्री हुने, तर उनले आफूले गरेको त्यो बाचा तोड्न चाहेनन्। आफू आफ्नो अभिव्यक्तिमा एकदमै कटिबद्ध रहिरहे। रवि लामिछाने जस्तो नेता सम्भवतः नेपालले अब पाउँछ या पाउँदैन त्यो त भावी पुस्ताले देख्नेछन्, तर जो अहिलेको यो वर्तमान समय चलिरहेको छ यो समयमा वास्तवमै रवि लामिछाने देशको लागि चाहिने व्यक्ति हुन् भनेर स्पष्ट थाहा भएको छ। रवि लामिछानेले गर्दा आज सहकारीदेखि लिएर विभिन्न भ्रष्टाचारका फाइलहरू, दरबार हत्याकाण्डदेखि लिएर निर्मला पन्त जस्ताका विभिन्न फाइलहरू आज बाहिर आउँदैछन् र यी ठुला भ्रष्टाचारीहरू अब चाँडै नै उन्मूलन हुनेछन्। देशमा सुशासन कायम हुनेछ। देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कुशासन, कुरीति जस्ता विसङ्गति, व्यथिति जस्ता अपराधिक क्रियाकलापहरू पुनः बन्द हुनेछन्। समय लाग्छ, एकै दिनमा हुने कामहरू होइन, बिस्तारै बिस्तारै स्टेप बाई स्टेप हुने कुराहरू हो। सुशासन सबैभन्दा ठुलो कुरा हो। सुशासनको पक्षमा एकदमै जोड दिएका लामिछाने र बालेन शाहले अब देशलाई साँच्चै नै एउटा परिवर्तनको धारमा ल्याएका छन्। परिवर्तनको वाहक बनेका यी, परिवर्तनको धारावाहिक रूपमा चाहिँ बगिरहेका सुशासनको महमा, सुशासनको लाइनमा यिनीहरू विद्युतीय तरङ्ग चाहिँ बगिरहेका यी दुई योद्धाहरूले अब देशलाई कता लैजालान् त्यो भने हेर्न बाँकी छ। वास्तवमै राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले चलिरहेको महाधिवेशनलाई लिएर हेर्ने हो भने निकै अर्थपूर्ण, निकै जिम्मेवार, निकै नै परिपक्व नेतृत्वको उदाहरण दिएका छन्। चितवनबाट आम देशवासीलाई सम्बोधन गर्दै गर्दाखेरि रवि लामिछानेले बोलेका यी शब्दहरू साँच्चै जनताको हृदयमा अडिग बनेर बसेका छन्, जनताको हृदयमा ज्वरो गाडेर बसेका छन्। रविले अब देशलाई कसरी मार्ग निर्देशित गर्नेछन् त त्यो पनि हेर्न बाँकी छ। रासोपाले सत्ता सम्हालेको 3 महिना बित्दैछ। अब 5 वर्षसम्म कार्यकाल चलाउनेछ र 5 वर्षसम्म के कस्ता विकास निर्माणका कार्यक्रम गर्नेछ र जनताले कतिको चाहिँ प्रत्याभूत महसुस गर्नेछन् सुशासनमा। अब सुशासनलाई जोड दिएको यो सरकारले कसरी देशको बागडोरलाई चाहिँ नियमित रूपमा सभ्य भएर सञ्चालन गर्नेछ त्यो पनि हेर्न हामीले बाँकी छ। एउटा जिम्मेवार नागरिकको हैसियतले हामी बोल्दैछौँ। आज परिपक्व नेतृत्व, एउटा उदारवादी हृदय भएको व्यक्ति, देशको सत्ता प्रमुख भएको छ, देशको एउटा राजनैतिक शक्तिको केन्द्रमा छ। आज देशको केन्द्रीय राजनीतिको परिपक्व नेतृत्वको जिम्मेवारी पाएका रवि लामिछानेले अब जनतालाई सक्षम बनाउन, बढ्दो युवा वैदेशिक पलायनलाई न्यूनीकरण गर्न, भ्रष्टाचारलाई चाहिँ एकदमै शून्यतामा झार्न, त्यसै गरी सुशासनको पक्षमा सदैव सुदृढ भएर लाग्न अब लामिछानेले जोड तोडका साथ आफ्नो जिम्मेवारी वहन गर्नेछन्। आफ्नो कर्तव्य भुल्ने छैनन्। देश र जनताका लागि अहोरात्र खटिने लामिछानेले अब आफ्नो कर्तव्य भुल्न पनि हुँदैन। लामिछानेलाई हामी निरन्तर यही तरिकाले, यही दिशामा, यही गतिमा बगिरहनका निमित्त सुझाव पनि दिन चाहन्छौँ। रवि लामिछानेकै कारण धेरैले न्याय पाएका छन्, धेरै चेलीबेटीको उद्धार भएको छ, धेरै पीडितले राहत पाएका छन्, धेरै अन्यायमा परेका व्यक्तिहरू, धेरै पिछडिएका व्यक्तिहरू, धेरै चाहिँ दबिएर रहेका व्यक्तिहरू उजागर भएका छन्। गुम्सिएर कुण्ठित भएर बसेका व्यक्तिहरू पनि फ्रन्ट लाइनमा आएर बोल्न सक्ने भएका छन्। यो रवि लामिछानेको कारणले भएको छ। रवि लामिछाने जस्तो नेतृत्व साँच्चै देशले पाउनु भनेको गर्वको कुरा हो। अबको यो राजनैतिक कालखण्डमा, अहिलेको यो पुस्ताको राजनैतिक इतिहासमा यतिको नेता जन्मिन लगभग सम्भवतः गाह्रो छ। रवि लामिछाने जस्तो व्यक्तिले गर्दा मात्रै यो देशमा विकास सम्भव छ र अब
पुराना दलहरूका चाहिँ दिन लगभग सकिए, ती पार्टीहरू विलय भए भन्दा पनि हुन्छ। हामी अन्तमा एउटा रासोपालाई सुझाव दिन चाहन्छौँ। रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री तथा राजसभाका वरिष्ठ नेता बालेन्द्र शाहज्यू, तपाईहरू दुईजना मिलेर काम गर्नुहोला। रवि लामिछानेले जुन चितवनबाट भनेका छन् नि, इनकेस मेरो खुट्टामा गोल पोस्टमा हान्नका निमित्त बल आयो भने पनि म गोल गर्ने छैन, त्यो बल बालेनलाई पास गरिदिनेछु भनेर भनेका छन्। यो निकै 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 अर्थपूर्ण र मार्मिक शाब्दिक लाइन छ। यो एकदमै पोइन्टेड लाइन हो। यस्तै यस्तै विचार, यस्तै यस्तै चाहिँ सुदृढ मनोभावनाले गर्दा एउटा आज रवि लामिछानेको दृढ सङ्कल्प पनि लगभग पुरा भएको छ। अब मौन बस्ने दिन सकिएका छन्, जनता जागिसकेका छन्, देशले राम्रो नेतृत्व पाइसकेको छ। रवि र बालेनको साथ अजम्बरी रहिरहोस्, सधैँ अपरम्पार रहोस्, धारावाहिक रूपमा चाहिँ बगिरहोस्। यो सम्बन्ध टिकाउ होस्, यो सम्बन्ध गुटगत राजनीतिमा नफसोस्, दलीय सङ्गठनको चपेटामा नपरोस् भन्न चाहन्छौँ र आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकदमै हामी शुभकामना दिन चाहन्छौँ। अहिले सुरुवाती चरणमा छ, पूर्व सन्ध्यामा चलिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको यो सत्ता कार्यकाल। यसलाई 5 वर्षसम्म टिकाउन छ र 5 वर्षसम्म नियमित रूपमा चाहिँ यसै गरी सञ्चालन भइरहोस् र विकास निर्माणका कामहरू सधैँ दीर्घकालीन विकास निर्माणका कामहरू अगाडि बढिरहन्। जनताको साथ, समर्थन, सपोर्ट र माया सधैँ छ। विपक्षी दलका केही नेता कार्यकर्ता तथा केही झोले युवाहरूले गर्दा बेइज्जत पनि गर्न खोजिएको छ। सामाजिक सञ्जालमा विभिन्न किसिमका दुष्प्रचारहरू पनि गर्न खोजिएका छन्। यी प्रचारबाजीदेखि पनि सावधान रहनुहोला र सधैँ सत्यको पक्षमा हिँड्ने राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा उत्कृष्ट विकासको नमुना भएको मुलुकतिर धकेल्नेछ र अब यो देशलाई चाहिँ साँच्चै नै बालेन र रविको आवश्यकता थियो र यो आवश्यकता पुरा भएको छ। अब यिनीहरूले गर्ने कामलाई हेर्न बाँकी छ। भिडियोलाई बढीभन्दा बढी सेयर गर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। रवि लामिछाने र बालेन शाह तपाईँलाई कस्तो लाग्छ त्यो पनि कमेन्ट बक्समा जस्ताको तस्तो लेख्न भने नबिर्सिनु होला। रवि लामिछानेले आफ्नो मन्तव्य राख्दै जनताका बीचमा गएर बोलेका यी शब्द साँच्चै नै हृदयमा छुने खालका छन्, मर्मस्पर्शी छन्। यति त्याग र यति बलिदानी गरेको कोही पनि इतिहासमा नेता भेटिन्छ भने विश्वेश्वर प्रसाद कोइराला भन्दा पछाडि सायद सम्भवतः रवि लामिछाने नै देख्छु मैले। इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न ठाउँमा चाहिँ विभिन्न नेताहरू जन्मिन्छन्, तर रवि लामिछाने एक युगले जन्माएको वास्तवमै डाइनामिक नेता हो। लामिछानेको लचकता देखेर यति बेला समग्र रूपमा देशवासी जनताहरूले रविको हाई हाई गरेका छन्। रवि लामिछानेले निरन्तर रूपमा समाज सेवाको माध्यम तथा पत्रकारिताको माध्यमबाट समाज सेवा गर्दै देश र जनताको पक्षमा, सुशासनको पक्षमा आवाज उठाउँदै आज देशको पहिलो सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ आफ्नो पकड बनाएर अहिले देशको सत्ता को जिम्मा पाएका छन् र आफू पार्टीको नेतृत्व सम्हाल्दै आफूले गरेका बाचा, आफूले गरेको चाहिँ त्यो बाचालाई त्यागेर आफू प्रधानमन्त्री बन्न सक्ने सुवर्ण त्यो समयमा, त्यो स्वर्णिम समयमा पनि आफूले गरेको बाचालाई नबोली त्यो बाचालाई चाहिँ पर राखेर बालेन शाहलाई आफूले दिएको वचन सुम्पिएका छन्।